हजुर जस्तो यस्तो राम्रो मान्छेको अगाडि मेरो भिडियो आएको रहेछ, त्यही भएर मलाई धेरै धेरै बधाई छ। अनि खसीको मासुमा यतिको रस भएपछि कतिको खाना रुच्छ हजुरहरूलाई कमेन्टमा लेख्न नबिर्सिनु होला। सुरुमा एउटा कुकर बसालेको छु। कुकरमा मजाले तोरीको तेल हाल्छु। तेल तातिसकेपछि मसिनरी काटिराखेको प्याज हाल्ने, प्याजलाई चलाएर गोल्डन ब्राउन हुन दिने। प्याज गोल्डन ब्राउन भइसकेपछि पालै पालो सबै मासुहरूलाई त्यसैमा राखिदिन्छु। अनि मासु राखिसकेपछि मजाले चलाउनुपर्छ चारैतिर। अनि मजाले चलाइसकेपछि मैले चाहिँ नढाकिकन छोडिदिन्छु पानी सुकोस् भनेर। अनि एकैछिन फेरि चलाइसकेपछि मासु हल्का भुटिन थाल्छ। यतिको भुटिसकेपछि यसमा स्वादअनुसार नुन, बेसार, थोरै रातो धुलो खुर्सानी, गरम मसला अनि मिट मसला धुलो चाहिँ थोरै राख्छु, पिनेको मसला हाल्ने भएको भएर। यो चाहिँ अदुवा लसुन र खुर्सानीको पेस्ट हो, यसैले गर्दा त हो मासुमा टेस्ट आउने। यो पनि राखिसकेपछि टमाटर हाल्छु। कतिले टमाटर हालेको मिठो हुन्न भन्नुहुन्छ, हामीलाई फेरि एकदम मनपर्छ, टमाटरले नै हो स्वाद ल्याउने मासुमा। अनि यसलाई पनि मजाले चलाएर एकैछिन ढक्कन लगाइदिन्छु, टमाटर पनि गलोस्, मसला नि पाकोस् भनेर। अनि ढक्कन उतारिसकेपछि टमाटर नि गलेको हुन्छ। अब यसलाई एकैछिन चलाएर तातो पानी राख्छु। मैले चाहिँ मासुहरूमा चाहिँ सकेसम्म झोल बनाउनुहुन्छ भने तातो पानी राख्ने गर्नुहोस्, यसको स्वाद एकदम मिठो हुन्छ कि। अनि यसलाई एकैछिन 3 सिटी लाउनको लागि ढक्कन लगाइदिन्छु। 3 सिटी लगाइसकेपछि मासु कति मिठो देखेको थियो। अब यसमा धनियाँ हाल्यो भने त सुनमा सुगन्ध भइहाल्यो। मसिनरी काटिराखेको धनियाँ हाल्ने। अनि हेर्नुहोस् त कति मिठो, कति राम्रो देखेको। अनि हजुरहरूलाई चाहिँ खसीको मासु कसरी पकाएको मनपर्छ त्यो पनि भन्नुहोला। अनि मेरो भिडियो कस्तो लाग्छ लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। अब यतिको मासु भएपछि त खाना पनि रुच्ने भयो। थ्याङ्क यू।